प्युठान जिल्लाको यो बिजुवार र तल बगेको झिमरुक नदी अत्यन्तै सुन्दर छ यो क्षेत्र र यो यहाँ तल झिमरुक जलविद्युत आयोजनाको ड्याम देख्न सक्छौं। यो चारैतर्फ पहाडहरू छन् तर बस्ती बाक्लो छ। यो प्युठान जिल्लाकै उर्वर भूमि समेत हो। यो एकदमै विकसित हुँदै गइरहेको छ। यो बडडाँडा भन्ने ठाउँबाट लिएको यो तस्बिर हो जसमा यो उपत्यका जस्तै मिलेर बसेको बिजुवार बजार यहाँबाट देख्न सकिन्छ भने तल बगेको झिमरुक नदी र यसका आसपासका क्षेत्रहरू विस्तृत बस्ती बाक्लो बस्ती छ, समथर जमिन छ, उब्जाउशील जमिन छ भने यो साइडमा यहाँ झिमरुक जलविद्युत आयोजना अन्तर्गतको यो बाँध पनि यहाँबाट देख्न सकिन्छ र यो तल गइसकेपछि मादी खोला र झिमरुक नदी मिसिसकेपछि राप्ती नदी भनेर चिन्ने गरिन्छ। यो मनमोहक दृश्य मैले यहाँहरु समक्ष देखाउने प्रयास गरेको छु। कस्तो लाग्छ कृपया मेरो यस युट्युब च्यानललाई सब्स्क्राइब सहित कमेन्ट समेत गरिदिनु हुन आग्रह गर्दछु। धन्यवाद।